के तपाईहरूले कहिले सोच्नु भएको छ मान्छे मरेपछि के हुन्छ भनेर? मान्छे मरेको 1 घन्टा पछाडि मान्छेहरूले खाना खान थाल्छन्। त्यस पछाडि फेरि केही दिन तपाईहरूलाई केही दिन याद हुन्छ अनि तपाईलाई बिस्तारै बिस्तारै 1 वर्ष बित्दै जान्छ। 1 वर्ष बितिसकेपछि त्यो मान्छेलाई याद गर्न छाड्छन्। किन? तपाईले यो कुरा कहिले सोच्नु भएको थियो? आज मान्छेहरूले केही गरेका छन् भने उसलाई कयौं जुगै जुग याद गरिरहेका हुन्छन्। तर एउटा सामान्य मान्छे मरिसक्दाखेरि उसलाई कसैले पनि याद गर्दैन। होला त्यही दिन याद होला, त्यस पछाडि रुवावासी होला, त्यस पछाडि केही समय याद भइरहन्छ होला, केही कुराहरू गरिरहेको हुन्छन् होला। तर 1 वर्ष बितिसकेपछि त्यो मान्छेको यादै हुँदैन। हो, त्यसरी तपाईहरूलाई पनि मान्छेहरूले याद गरिरहन् हैन, सम्झिरहन् हैन, तपाईहरूको कुरा गरिरहन् जस्तो लाग्छ भने तपाईहरूले केही न केही गर्नुपर्छ हैन। आज तपाईलाई या त एउटा आज मान्छे कोही मर्दैछ भने उसको त केही मतलब हुँदैन भने तपाईले आज केही काम गर्न सुरु गर्दै हुनुहुन्छ भने तपाईले अरूले के भन्ला, म लास्टमा केही मिस्टेक भयो भने केही गर्लान् भन्ने तपाईहरूले सोच्दै हुनुहुन्छ भने त्यो तपाईहरू आफूले आफूलाई हराएको हो हैन। त्यही लागि आफूले आफूलाई जित्नको लागि तपाईले कसले के भन्दैछ, कसलाई के गर्नुपर्छ, कसले के गराउन खोज्दैछ, मलाई भोलिको दिनमा केही भन्लान्, त्यस्तो कुराहरू सोच्नु भयो भने तपाई जिन्दगीमा कहिल्यै पनि अगाडि बढ्न सक्नुहुन्न। त्यही लागि तपाई आफ्नो काम गर्नु, अरूको नहेर्नु। तपाईले के गर्न खोज्दै हुनुहुन्छ अहिले आजैदेखि स्टार्ट गर्नु। आउने दिनमा तपाई मरिसक्दा पनि तपाईलाई याद गरिरहेका हुन्छन्।